सायद अब यो भरतनाट्यमको ड्रेस चाहिँ खास गरी चाहिँ हैन म भन्दै गरौँ बाबु यो तपाईको 24 पेज नम्बरमा छ हैन पुनः म्याम आउनुस् यता म्याम भिडियोहरु बनाउनु भयो हुन्छ तपाईले यो ड्रेस एन्ड अर्नामेन्ट्स 24 पेजमा छ खास गरी चाहिँ भरतनाट्यम ड्रेस चाहिँ हैन रेशमको हुन्छ नि त्यसले सिल्क हुन्छ नि सिल्कको साडी लगाइन्थ्यो पहिला चाहिँ सिल्कको कपडाबाट हैन अनि यो चाहिँ एकदमै के भन्छ यो पहिला चाहिँ साडी लगाएर नाचिन्थ्यो मन्दिरमा हैन साडी लगाएर यस्ताबाट उ गर्थ्यो अनि पछि चाहिँ यसलाई चाहिँ मोडिफाई गरेर मूर्तिलाई हेरेर बनाएको भयो अनि एउटा चाहिँ साडी स्टाइलको भयो भने एउटा स्टिच गरेको रेडिमेड ड्रेस हो भने एउटा चाहिँ धोती खाले हुन्छ जस्तै मेन यसमा चाहिँ हेर्नुस् त यो केटीहरुकोमा चाहिँ सबभन्दा सुरुमा चाहिँ यो ब्लाउज यो माथि ब्लाउज त नर्मल ब्लाउज भइहाल्यो यो ब्लाउज भइहाल्यो हैन तिमीले अगाडि आउँछ यो अब यो ब्लाउज त भइहाल्यो ब्लाउज भइसकेपछि तलपट्टि चाहिँ यो टाइपको सुराल हुन्छ यो हैन समात त यो टाइपको सुराल हुन्छ भने चाहिँ यो चाहिँ फ्यान हुन्छ यसलाई चाहिँ फ्यान भन्छ यो चाहिँ यो टाइपको हुन्छ तपाईहरुको यो त्यो भएर हाफ सिटिङ अडमन्डी बसेर गर्दाखेरि चाहिँ अडमन्डी बस्दाखेरि यो यस्तो देख्ने कारण चाहिँ यो त्यो भएर अडमन्डी बसेर नाच्नु पर्ने कारण यो चाहिँ यहाँबाट यहाँनिर आएर यो यतापट्टि यस्तो हुन्छ यहाँ अड्काइन्छ यो चाहिँ है यो भइहाल्यो यो लागिसकेपछि चाहिँ तपाईको ब्याकी लगाइन्छ यसलाई ब्याकी भनिन्छ ब्याकी चाहिँ यहाँ पछाडिबाट यसरी यो लगाइन्छ हैन यो भन्दा पहिला सल लगाइन्छ सरी सल कता गयो यो साडीको आँचल जस्तै यो यस्तो टाइपको यसरी लगाइन्छ यो सल हैन यहाँबाट यो लगाएपछि चाहिँ यो कसरी समातिन्छ सरी अनि त्यसपछि त्यहाँ पछि चाहिँ सुरुवाल ब्लाउज लगाइन्छ सुरुवाल लगाइन्छ यो फ्यान लगाइन्छ फ्यान लगाएपछि सल लगाइन्छ सल लगाएपछि यो ब्याकी चाहिँ यसरी लगाइन्छ यसलाई चाहिँ यो हुने यसलाई चाहिँ यो हुने यो टाइपको यसरी लगाइन्छ उसलाई त अब यो मेरो साइजको ड्रेस मेरो वाइफको साइज ड्रेस अब उसलाई चाहिँ उ भयो यहाँसम्म यो भइसकेपछि यसलाई चाहिँ यो यहाँ चाहिँ यसरी यो बाँधिन्छ यो यसरी यो भयो यसरी चाहिँ लगाइन्छ है ड्रेस कति पिस हुने रहेछ 5 पिस हुन्छ सुरुवाल भयो ब्लाउज 2 फ्यान 3 यो 4 यो 5 6 पिस हुने रहेछ है यो के हो 6 पिस अनि अहिले चाहिँ अब यो पनि यसरी साइडमा लगाइन्छ यतापट्टि साइडमा अनि अर्को फ्यानको माथि अर्को फ्यान पनि लगाउने पनि चलन छ अहिले चाहिँ है त्यो टाइपको भयो भने चाहिँ टाउकोमा चाहिँ यो गोलो जुडो चाहिँ मैले ल्याउनु बिर्सेँ यहाँनिर चाहिँ कपाल बनाउँदाखेरि चाहिँ यहाँनिर एउटा गोलो जुडो बनाइन्छ गोलो जुडो बनाएर यो कपाल खोलेर यो चाहिँ यसरी यहाँ पछाडि यसरी लगाइन्छ यो चाहिँ कपाल बाँधेर कपालको माथिबाट यो भयो हैन अनि यो लगाइ हजुर यो त रेडिमेड हो कपालको माथि यो बाँध्ने हो कि यो जुन यो बाँध्छ नि तपाईँहरूले त्यसको माथि यो गर्ने हो यो धागोले बाँध्ने हो अनि चिम्टीले अड्काउने हो यो भइहाल्यो अनि जुन गोलो जुडो हुन्छ तपाईँहरूको यहाँनिर गोलो जुडो बनाउँछ गोलो जुडोको मा चाहिँ यो यहाँनिर यसरी राख्छ राखुडी भन्छ यसलाई चाहिँ है यो यहाँनिर यसो चाहिँ राखिन्छ तपाईँले पनि देख्नुभयो होला फिल्महरूतिर या भिडियोहरूतिर यसो गर्दाखेरि अनि गजरा लाउँदाखेरि चाहिँ कस्तो हुन्छ भने चाहिँ जस्तै यो डल्लो पारेर चाहिँ नानी आफूले अहिलेको लागि चाहिँ यो गरौँ पछि जुडो बनाउनु है यो भयो भने यो चाहिँ यो जुडोको बीचमा यो राख्ने हुन्छ गोलो जुडोको बीचमा अनि गजरा चाहिँ छ नि प्रायले नथाहा भएर यो माथिबाट लगाइरहेको हुन्छ भद्र गोलो लगाइरहेको हुन्छ यो 3 लेयर या 4 लेयरको गजरा चाहिँ तल लगाइन्छ है योलाई चाहिँ यो तल लगाइन्छ यो कपाल राखिसकेपछि है यो कपाल राखिसकेपछि चाहिँ यसलाई चाहिँ यसरी राखिन्छ यहाँबाट यसरी यो पुरै यो हुने एकदम यसलाई अनि यहाँ बाँधेर चिम्टीले अड्काइन्छ यस्तो गरेर मजाले यो भयो भने यहाँ यो चाहिँ माथिबाट चाहिँ जुडो बनाइन्छ नि यो अगाडिबाट देख्ने किसिमले चाहिँ लाउनु पर्ने हुन्छ यो चाहिँ अगाडिबाट अलिकति देख्ने किसिमले हुन्छ नि यो जुडो अलिकति माथिबाट यसरी चाहिँ देख्नु पर्यो कि यो चाहिँ माथिबाट यसरी हुन्छ यसरी चाहिँ लगाएको हुन्छ यो है यो चाहिँ देख्नु पर्ने हुन्छ यो अलिकति त्यो भएर जुडो अलिकति माथिपट्टि हुनु पर्यो
अब त्यो कपाल बनाइसकेपछि सबभन्दा सुरुमा चाहिँ गजल लाउनुभन्दा पहिला शिरबन्दी लगाइन्छ। यो चाहिँ शिरबन्दी, यसको चाहिँ यो टाइपको हुन्छ होइन। यो लाउँदाखेरि चाहिँ यो चन्द्र सूर्य हुन्छ। यो चन्द्र सूर्यलाई चाहिँ राइटमा चाहिँ चन्द्रमा हुन्छ है। यसलाई चाहिँ यसो घुमाएर चाहिँ यसरी लाउनु पर्ने हुन्छ यो चाहिँ। अनि योसँग एट्याच गरेर यसो गरेर लाएर यो चाहिँ बाँध्ने हुन्छ है। यो टाउको सेट भयो। अनि एउटा क्राउन यो चाहिँ अनि यहाँबाट यसरी लगाइन्छ। यो चाहिँ यसरी भयो। अनि झुम्का त भइहाल्यो, यो झुम्का होइन। झुम्का लगाएर यो यहाँबाट यहाँनिर शिरबन्दी लगाएपछि यो यताबाट माथि जान्छ। यो सबै टेम्पल ज्वेलरी भन्छ यसलाई चाहिँ। यो चाहिँ यस्तो प्रकारको हुन्छ। यो यताबाट यसरी लगाउने, यो थाहा भइहाल्यो होइन। चिम्टी काँटाले अड्काउने। अनि यो नाकमा चाहिँ 3वटा सेट हुन्छ। नाकको चाहिँ एउटा यहाँ लगाइन्छ, एउटा चाहिँ बुलाकी जसरी लगाइन्छ। दुख्यो अनि एउटा चाहिँ यहाँनिर लगाइन्छ लगाएको, यो लगाइन्छ होइन। अनि घाँटीमा चाहिँ सानो नेक्लेस र ठुलो नेक्लेस लगाइन्छ। सानो नेक्लेस होइन, सानो नेक्लेस घाँटीको टाइप पारेर लगाइन्छ भने यो चाहिँ ठुलो नेक्लेस लगाइन्छ। यसरी हुन्छ भने यो भयो। भने यो बेल्ट, यो कम्मरमा बेल्ट चाहिँ डिफ्रेन्ट प्रकारको हुन्छ। यस्तो यो प्रकारको बेल्टहरू डिफ्रेन्ट बेल्टहरू हुन्छ। अनि हातमा यस्तो किसिमको बाजु लगाइन्छ। यो चाहिँ प्रायः केटीहरूले चाहिँ चुरा लगाइन्छ भने केटीहरूले पनि लगाइन्छ यस्तो। अनि यो केटाहरूकै यो बाजु यहाँनिरको भइहाल्यो, पाखुराको। घाँटीमा माला, रुद्राक्षको मालाहरू कतिले लाउँछ। अनि जनै लगाउनै पर्ने हुन्छ, जनै लगाउँछ। मैले हिजो जनै चाहिँ ल्याउनु भन्ने बिर्सेछु। यो भइहाल्यो। अनि बेल्ट भइहाल्यो। अनि घुङ्ग्रु चाहिँ लाइट वेटको हुन्छ, किनभने हेभी घुङ्ग्रु भयो भने खुट्टै उचाल्न सक्दैन नि त। त्यो कारणले गर्दा यो हुन्छ भने केटाहरूको चाहिँ धोती लगाइन्छ। जसरी मैले यस्तो धोती लगाएको छ नि, यो टाइपले लगाएर नाचिन्छ भने अहिले चाहिँ यसरी पनि माथिको पार्ट चाहिँ नलागिकन तलको पार्टमा अनि सल लगाउँछ। सल चाहिँ यसरी लगाएर यहाँ कतिले सल पनि म चाहिँ अहिले सल पनि लगाउँदिनँ होइन। नलगाइकन यति मात्रै लुगा लगाउँछ। ड्रेसअप चाहिँ यो किसिमको हुन्छ भरतनाट्यमको चाहिँ। त्यही सोध्नुपर्ने छ। मेन भनेको भरतनाट्यम ड्रेसको चाहिँ यो हो मेन भनेको। यसले चाहिँ राम्रो देख्ने हो कि फ्यान होइन। अरू मन्दिर बस्दाखेरि चाहिँ यो बुझ्नुभयो। यो ड्रेस चाहिँ नेपालमा चाहिँ बन्दैन फेरि। यो अरू सबै बन्छ, यो सुरुवाल चाहिँ बन्दैन कि। सुरुवाल बनाउनै सक्दैन। कति ठाउँमा मैले बनाउनु ट्राई गरेँ, के गरेर बनाएको कि किनभने यो यसमा फ्यान राखिन्छ नि, टक्क लाएर हुन्छ। नेपालमा बनाएको के मिल्दैन के मिल्दैन, इन्डियामा पनि मिल्दैन। त्यो स्पेसल मान्छेले मात्रै यो बनाउन सक्छ, अरूले चाहिँ बनाउन सक्दैन। हजुर यो टाइपको बुझ्नुभयो। केही कन्फ्युजन छ? ल जानुहोस्, यो लुगा चाहिँ तिमीले लगाऊ।